गाइज के चाल खबर आज फेरि म तपाईँहरूलाई अर्को फेरि युनिक आइटम देखाउन गइरहेको छु। यो मैले सबै मसलाहरू मिसाएर चाहिँ यहाँ पिस्न रेडी गरेको छु। अलिकता यहाँ मैले पिसे पनि छु, त्यो देख्न सक्नुहुन्छ। ल देख्न सक्नुहुन्छ गाइज, हामीले यसरी बनाइन्छ चिकन नगेट भनिन्छ यसलाई चाहिँ। ब्रेड ग्राम लगाएर यसरी, त्यसपछि यसरी देख्न सक्नुहुन्छ कति सेतो तरिकाले फ्राई भयो। यो फ्राई भइसक्यो, हाफ हो यो, डिप फ्राई, फुल होइन, यो हाफ फ्राई हो। ब्रेडको नाइफ मैले चाहिँ यो फ्रिजमा राखेँ, भोलि यसलाई चिसो गराएर त्यसपछि प्याकिङ गरिन्छ हामीले। यो भोलिको लागि लगाएको छ फेरि मासु यहाँ फ्रिजमा भएर राखिसक्यौँ हामीले। अब चाहिँ काम सरसफाइको, सरसफाइ कार्यक्रम।